हेलो सारा पृथ्वीमा बस्ने मानवहरू सबैजनाले आलम्ब सेवारो भनेको चाहिँ मबाट सेवारो है भनेको है। हजुरहरू नरिसाइ नदिनु होला। म अलिक कामदारी पनि छु कि तर अल्छे भए पनि। अनि हामी पनि यहाँ परदेशमा बसेका छौँ है। अनि परदेशमा बसेको कारणले गर्दाखेरि यहाँ केटाहरू धेरैजना बस्छौँ क्या। अनि केटाहरूले भन्छ मलाई पकाएर राखिदिन्छ कि म उठेर खान्छु भन्छ क्या परदेशमा। अनि त्यसो भन्दाखेरि चाहिँ मेरोमा चाहिँ के छ भने नि, मेरोमा गाई छ। अनि जुरुक्क उठो, गाईको घाँस काटो, चिया खाऊ, आफ्नै हातले बनाएर खाऊ। म बनाएर दिँदिनँ, किनभने भात पकाऊ आफ्नै हातले पकाएर खाऊ, म बनाएर दिँदिनँ। अनि किनभनेदेखि हामी परदेशमा सबै कमाउनु बसेको क्या यो। त्यसले गर्दाखेरि चाहिँ हामी सके पाङ्गे उसले यसले नभनिकन सबैले मिलाएर चाहिँ गरेर खाएको चाहिँ सबैले राम्रो क्या। तर एकजना मान्छे अल्छे छ भने त्यसले एक दिन पकाएर दिनु, 2 दिन पकाएर दिनु, 3 दिन पकाएर 4 दिनदेखि चाहिँ चामलै राखिदिनु है त्यसले फेरि। हवस् त, मेरो यति नै हो। परदेशको ठाउँमा सबैले हातेपाते गरेर खानुपर्छ।